50 वर्षपछि मानिस चन्द्रमामा जानका लागि दोस्रो महत्त्वपूर्ण मिसन हुन लागेको छ। नासाले आर्टेमिस 2 को लागि अप्रिल 1 को नयाँ मिति तय गरेको छ। तर के यो मिसन साँच्चै सुरक्षित छ? फेब्रुअरीमा हाइड्रोजन लिक र मार्चमा हेलियम फ्लोको समस्याले गर्दा यो मिसन 2 पटक रोकिसकेको छ। सबैभन्दा ठूलो चिन्ता भनेको रकेटको हिट शिल्ड हो। आर्टेमिस 1 धरतीमा फर्किँदा यो शिल्ड सोचेभन्दा बढी उक्किएको पाइएको थियो, जसले अन्तरिक्ष यात्रीहरूको ज्यान जोखिममा पार्न सक्छ। यो हिट शिल्डलाई नासाले मर्मत गर्नुको साटो आर्टेमिस 2 को मिसनमा रकेट फर्किने बाटो ट्राजेक्टरी मात्र परिवर्तन गरेको छ। 50 वर्षपछि मानिसलाई चन्द्रमामा पठाउने यो मिसन किन यति जटिल छ र 50 वर्ष पहिलाको अपोलो मिसनहरू के कस्ता थिए? अनि आउने दिनमा आर्टेमिस 3 2028 को चन्द्रमामा टेक्ने मिसन कस्तो हुनेछ? यसको बारेमा पुरा जान्न हाम्रो यो भिडियो हेर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।